नमस्ते र आजको यस विशेष व्याख्यात्मक प्रस्तुतिमा यहाँहरू सबैलाई हार्दिक स्वागत छ। आजको विषय साँच्चै नै महत्त्वपूर्ण र उत्तिकै रोचक पनि छ। हेर्नुस्, जापानमा स्पेसिफाइड स्किल्ड वर्कर अर्थात् एसडब्ल्यू भिसा प्राप्त गर्नका लागि जापानी भाषाको दक्षता प्रमाणित गर्नु एकदमै अनिवार्य छ। अन्तर्राष्ट्रिय प्रतिभाहरूका लागि जापानमा काम गर्ने यो एउटा निकै ठूलो अवसर हो। तर जब भाषा परीक्षा छान्ने कुरा आउँछ नि, धेरैलाई सुरुमै एकदमै अलमल पर्छ। कुन परीक्षा दिने त? आज हामी यसै विषयको गहिराईमा पुगेर सबै कुरा छर्लङ्ग पार्नेछौँ। ठिक छ, अब ढिला नगरी विषयवस्तुतिरै लागौं। आज हामी मुख्य रूपमा यी चारवटा कुराहरूमा केन्द्रित हुनेछौँ। जापानी भाषा सिप कसरी प्रमाणित गर्ने, जेएफटी बेसिक खासमा के हो, जेएफटी बेसिक र जेएलपीटी N4 बीचको वास्तविक तुलना र अन्त्यमा यहाँहरूले आफ्नो लागि कुन बाटो छान्ने। पहिलो खण्डबाट सुरु गरौँ। जापानी भाषा सिप प्रमाणित गर्ने। यो नै जापानको रोजगारी सपना साकार पार्ने पहिलो खुट्किलो हो। जापान सरकारले एसएसडब्ल्यू भिसाका लागि CEFR को A2 स्तर तोकेको छ। अब यो सुन्दा अलि प्राविधिक लाग्न सक्छ, तर यसको अर्थ एकदमै सरल छ। यसको सिधा अर्थ हो पसलमा सामान किन्ने, बाटो सोध्ने वा काममा सामान्य निर्देशनहरू बुझ्ने क्षमता। एकदमै गाह्रो जापानी भाषा होइन कि दैनिक जीवनयापन गर्न सक्ने व्यावहारिक ज्ञान यहाँ खोजिएको हो। र खुसीको कुरा के छ भने जेएफटी बेसिक र जेएलपीटी N4 दुवै परीक्षाहरूले यही A2 स्तरलाई प्रमाणित गर्छन्। खण्ड 2 जेएफटी बेसिक भनेको के हो त? अब यहाँनिर साँच्चै चाखलाग्दो कुरा सुरु हुन्छ। यो एउटा अलि नयाँ विकल्प हो जसलाई अप्रिल 2019मा विशेष गरी कार्य भिसाका उम्मेद्वारहरूकै लागि भनेर ल्याइएको थियो। यो परीक्षा परम्परागत शैक्षिक परीक्षाहरूभन्दा बिल्कुलै फरक छ। यसले व्यावहारिक सञ्चारलाई उच्च प्राथमिकता दिन्छ। यसको मतलब लामा लामा निबन्धहरू पढ्ने वा जटिल साहित्यिक व्याकरण कण्ठ पार्ने भन्दा पनि कार्यस्थलमा हुने घोषणाहरू सुन्ने, सहकर्मीहरूसँग कुराकानी गर्ने र किनमेल गर्दा चाहिने सिपहरूको परीक्षण यसमा हुन्छ। साँच्चै भन्नुपर्दा यो काम गर्ने मानिसहरूका लागि एकदमै प्रभावकारी ढाँचा हो। यो कम्प्युटरमा आधारित परीक्षा हो जसमा मुख्य 4 खण्डहरू हुन्छन्: लिपि र शब्दावली, कुराकानी र अभिव्यक्ति, सुनाइ र पढाइ। जम्मा 50 वटा जति प्रश्नहरू हुन्छन्। यहाँ सबैभन्दा गजबको कुरा के छ भने अडियो बज्ने सुनाइ खण्ड बाहेक अरूमा कडा समय सीमा तोकिएको हुँदैन। कुल 60 मिनेटभित्र आफूलाई सहज लाग्ने तरिकाले समय व्यवस्थापन गर्न सकिन्छ। यसले गर्दा परीक्षा हलको त्यो डरलाग्दो तनाव निकै कम हुन्छ नि, हैन र? अब यो एउटा महत्त्वपूर्ण नम्बरलाई ध्यान देऊ, 200। जेएफटी बेसिक परीक्षा उत्तीर्ण गर्न 250 मध्ये कम्तीमा 200 अङ्क ल्याउनुपर्छ। यो भनेको 80% हो। सुन्दा ओहो यति धेरै जस्तो लाग्न सक्छ, तर नआत्तिनुहोस्। व्यावहारिक ज्ञानमा केन्द्रित भएकोले नै यसको समग्र उत्तीर्ण दर 45 देखि 50% रहेको छ। यति उच्च थ्रेसहोल्ड भएर पनि यो पास रेट हुनु भनेको भाषा परीक्षामा निकै राम्रो मानिन्छ। र यहाँ अर्को एउटा सानो तर असाध्यै गजबको नम्बर छ, 5। कम्प्युटरमा परीक्षा दिने हुनाले परीक्षा सकिने बित्तिकै स्क्रिनमै पास वा फेल भनेर तुरुन्तै देखिन्छ र आधिकारिक नतिजा मात्र 5 कार्यदिनभित्र अनलाइनबाटै आउँछ। भिजा प्रक्रिया छिटो अघि बढाउनु पर्नेहरूका लागि यो गति भनेको साँच्चै नै ठूलो राहत हो। महिनौं कुर्नुपर्ने झन्झटै हुँदैन। खण्ड 3 जेएफटी बेसिक विरुद्ध जेएलपीटी N4। दुवै परीक्षाले एउटै A2 स्तर त प्रमाणित गर्छन्, तर यी दुईको काम गर्ने तरिका भने आकाश जमिन फरक छ। आउनुहोस् यसलाई अझै स्पष्ट पारौँ। सबैभन्दा ठूलो भिन्नता परीक्षाको माध्यम नै हो। जेएफटी बेसिक कम्प्युटरमा आधारित आधुनिक परीक्षा हो, तर जेएलपीटी N4 भने विश्वव्यापी रूपमा चिनिएको पुरानो शैलीको कागज र सिसाकलम प्रयोग गरिने परीक्षा हो। एउटामा कम्प्युटर स्क्रिनमा क्लिक गर्नुपर्छ भने अर्कोमा OMR सिटमा गोलो घेरा लगाउनुपर्छ। र यो चार्टले साँच्चै एउटा गजबको चित्र देखाउँछ। समयको कुरा गर्दा जेएफटी बेसिक जम्मा 60 मिनेटमा सकिन्छ, तर जेएलपीटी N4 ले 125 मिनेट अर्थात् दोब्बरभन्दा बढी समय लिन्छ। करिब 95 वटा प्रश्नहरूको सामना गर्दै 2 घण्टाभन्दा बढी एउटै कुर्सीमा बसेर परीक्षा दिनु भनेको मानसिक रूपमा निकै थकाउने कुरा हो। उम्मेद्वारको धैर्यताको राम्रै परीक्षा हुन्छ त्यहाँ। जेएलपीटी N4 को मार्किङ प्रणाली पनि त्यत्तिकै कडा छ। समग्रमा 50% ल्याए पास त भइन्छ, तर यहाँ एउटा ठूलो पासो छ। हरेक खण्डमा न्यूनतम अङ्क ल्याउनै पर्ने कडा नियम छ। मानौ कुल अङ्क राम्रै आयो
तर सुनाइ खण्डमा मात्रै न्यूनतम अङ्क पुगेन भने पुरै परीक्षा फेल। यही एउटा कडा नियमले गर्दा नै यसको उत्तीर्ण दर अलि कम 35देखि 45% बीचमा झर्छ। परीक्षा कहिले कहिले हुन्छ त? जीएफटी बेसिक वर्षमा धेरै पटक हुन्छ, कहिलेकाहीँ त हरेक महिना नै। तर जीएलपिटी N4 वर्षमा जम्मा 2 पटक, जुलाई र डिसेम्बरमा मात्र हुन्छ, अनि नतिजा आउन पनि महिनौं लाग्छ। यदि कसैसँग कामको अफर आइसकेको छ र भिजा छिटो चाहिएको छ भने जीएलपिटीको यो महिनौं लामो पर्खाइ त निकै भारी पर्न सक्छ। अब जाउँ अन्तिम खण्ड 4मा आफ्नो बाटो छान्ने। तथ्यहरू त हामीले हेर्यौं, तर अब यसलाई आफ्नो व्यक्तिगत अवस्थासँग कसरी जोड्ने त? तयारीको कुरा गर्दा जेएफटी बेसिकका लागि इरोडोरी जस्ता निशुल्क आधिकारिक सामग्री पढेर करिब 150 देखि 300 घण्टामा तयारी गर्न सकिन्छ। तर जेएलपिटीको लागि अलि जटिल व्याकरण र कान्जीहरू पढ्नुपर्ने भएकोले 300 देखि 400 घण्टासम्मको कडा मेहनत चाहिन्छ। भनेपछि जेएलपिटीले अलिकति बढी समय माग गर्छ। त्यसैले मुख्य कुरा के हो भने आफ्नो प्रोफाइल र आवश्यकता चिन्नु जरुरी छ। यदि छिटो भिसा प्रक्रिया अघि बढाउन छ, कम्प्युटरमा सहज लाग्छ र दैनिक बोलीचालीको भाषा सिक्ने सोच छ भने पक्कै पनि जेएफटी बेसिक गजबको विकल्प हो। तर यदि व्याकरणको जग राम्रो छ, परम्परागत शैली मनपर्छ र भविष्यमा उच्च शिक्षा वा अन्य व्यावसायिक क्षेत्रमा जाने लक्ष्य छ भने चाहिँ जेएलपिटी N4 नै बढी प्रभावकारी हुन्छ। खर्चको कुरा गर्दा दुवै परीक्षाको शुल्क लगभग उस्तै छ, करिब 50 देखि 100 अमेरिकी डलरको बीचमा। यसको मतलब कुन परीक्षा दिने भन्ने निर्णय पैसाले होइन, समय, परीक्षाको शैली र भविष्यको योजनाले निर्धारण गर्नुपर्छ। र अन्त्यमा यो एउटा गम्भीर प्रश्नमा विचार गरौँ, एसएसडब्ल्यू भिजा प्राप्त गरेपछि जापानमा दीर्घकालीन सोच के छ त? तत्काल काम सुरु गर्न जेएफटी बेसिक साँच्चै नै छिटो बाटो हो, तर लामो समयसम्म त्यहाँ बसेर प्राज्ञिक वा व्यावसायिक क्षेत्रमा अघि बढ्ने हो भने जेएलपिटीले ठूलो मान्यता राख्छ। आजको यस छलफलले यहाँहरूलाई आफ्नो लागि कुन बाटो सही हो भनेर पक्कै पनि स्पष्ट पारेको हुनुपर्छ। आफ्नो लक्ष्य आफै तय गर्नुहोस् र अगाडि बढ्नुहोस्।